एकजना छुइएन छ र भयो हेलो गाइस आज थाहा छ यो झोला लिएर आएपछि थाहा भयो होला यो झोलाभरि मेरो गिफ्ट छ त्यसमा पनि छ मेरो चाहिँ क्या छ अनि आज के अरे अहिले चलिरहेको छ नि टिकटकको ट्रेनिङ कलरिङ हैन कलर एक्सचेन्ज गेम आज उसको राम्रो छ कि मेरो राम्रो छ निर्णय याला तिमीले लेट्स स्टार्ट मेरो कुन कलर कुनबाट सुरु गर्ने ग्रे सुरुमै ग्रे ग्रे अनि त्यसपछि अलिकति म भन्छु ल ग्रे भनेको चाहिँ कुन हो कलर सिल्भर कलर तपाईले सिल्भर भन्नु कस्तो नराम्रो कलर चुज गरेको सुरुमा सबैले उज्यालो उज्यालोबाट मैले अँध्यारोबाट 1 2 3 गो के हो यो हाइलाइट लिप बाम कस्तो राम्रो छ वाउ मलाई मन पर्ने छ एनीवे अब म भन्छु ल अब कुन कलर तिमीले भन कुन कलर तपाईले भन्नु न मैले भने रेड कलर रेड 1 2 1 2 3 go ये रेड यसलाई रेड भन्छ अनि रेड छैन त स्ट्रबेरी ओके नट ब्याड नट ब्याड म त अब अर्को भन ड्युटी जान मेरो पाली यसले हेर्दा तलको सबैको देखिन्छ व्हाइट ओके jadi mau aja gitu ओके 1 भयो 3 go यो त काइयोलाई कपाल परिरहनु भुत्नी भएर यो प्लान्ट तपाईलाई मन पर्छ प्लान्टको कलेक्सनहरु मेरो उसको त सबै राम्रो छ त है म पो आज फसे त व्हाइट कलर हो जस्तो लागेको राम्रो छ व्हाइट कलर मलाई यो मन पर्यो अब ग्रीन कलर ग्रीन ओके 1 2 3 go यसमा चाहिँ ग्लो बोर्डर मात्र छ किनकि इनले धेरै मेकअप गर्छिन् बिहान बिहान जाँदा अनि बेलुका आएर मलाई यो चाहिरहेको थियो मेकअप पनि ओभर मलाई यो चाहिरहेको थियो यो तपाईलाई चक्लेट यस टुक्टो मलाई यो चाहिरहेको छ चटनी हालेर ड्युटी फेरि जान यो चाहिँ अलिक ठुलो भयो तिमीलाई साँच्चै म क्लिन्जर खोजिरहेको थिएँ मैले एउटा राम्रो टाइपको खोजेर ल्याइदिएको ड्युटी जाँदाखेरि युज हुन्छ मेरो यता होस् न मेरो पालो तपाईले भन्नुभएको त अब तिम्रो पालो कुन चाहिँ भन्नु येलो